आजकल पेट्रोलको भाउ सुन्दा मात्रै पनि कता कता मन चसक्क हुन्छ, होइन? तर सोच्नुहोस् त, यदि हामीले आफ्नो गाडीको ट्याङ्कीमा पेट्रोल होइन, घरको धाराको पानी भरेर लामो यात्रामा निस्कन पाएको भए? हामीमध्ये धेरैलाई यो असम्भव लाग्छ, तर सन् 80को दशकमा ओहायोका एकजना साधारण मान्छे स्ट्यानली मेयरले मैले यो सम्भव बनाएँ भन्दै संसारलाई नै चुनौती दिए। उनको यो दाबीले उनलाई रातारात हिरो त बनायो, तर त्यही आविष्कार उनको काल बन्यो। स्ट्यानली कुनै ठूलो विश्वविद्यालयका वैज्ञानिक थिएनन्। उनी त हामी जस्तै एउटा सपना देख्ने मान्छे थिए। उनले आफ्नो ग्यारेजमा वर्षौं मेहनत गरेर एउटा ड्यून बगी तयार पारे। मानिसहरू छक्क परे जब उनले दाबी गरे कि उनको यो गाडी मात्रै पानीबाट चल्छ। उनको प्रविधि सरल देखिन्थ्यो, पानीलाई टुक्रा पारेर हाइड्रोजन निकाल्ने र त्यसैलाई इन्धन बनाउने। उनले यसलाई वाटर फ्यूल सेल नाम दिए। उनले गर्वका साथ भन्थे, यसले प्रदूषण गर्दैन, यसले पैसा बचाउँछ। कतिपयले उनलाई दोस्रो निकोला टेस्लासम्म भन्न थालेका थिए। तर एउटा कुरा विचार गरौँ त, यदि पानीबाट साँच्चै कार चल्ने भयो भने अरबौं डलरको तेल व्यापार गर्ने कम्पनीहरूको हालत के हुन्थ्यो होला? मेयरले पटक पटक दाबी गरे कि उनलाई धम्की आइरहेको छ। उनले भनेका थिए कि अरबका तेल मालिकहरूले उनलाई ठूलो रकमको अफर गरे ताकि उनले यो प्रविधि कहिल्यै सार्वजनिक नगरून्। तर मेयर अलिकति जिद्दी स्वभावका थिए। उनले पैसा भन्दा पनि आफ्नो आविष्कारलाई सर्वसाधारणसम्म पुर्याउन चाहन्थे। सायद यहीँबाट उनको पतन सुरु भयो। जब मेयरले लगानीकर्ताहरूबाट पैसा लिए, कुरा अदालतसम्म पुग्यो। वैज्ञानिकहरूले उनको मेसिन जाँच्दा एउटा ठूलो प्रश्न उठ्यो कि के यसले साँच्चै पानीबाट ऊर्जा निकालिरहेको छ कि यो केवल एउटा भ्रम हो? अदालतले उनलाई ठग करार दियो। तर के उनी साँच्चै ठग थिए या उनले आफ्नो प्रविधिलाई राम्रोसँग बुझाउन मात्र नसकेका हुन्? 1998को मार्च 21 स्ट्यानली आफ्ना भाइ र केही विदेशी लगानीकर्ताहरूसँग डिनर गरिरहेका थिए। सबै कुरा सामान्य थियो, तर अचानक जुसको एक घुटको पिएपछि उनी जुरुक्क उठे र बाहिर पार्किङतिर दौडिए। उनका भाइ स्टिफनका अनुसार स्ट्यानली भुइँमा लडे र मर्नुअघि अन्तिम पटक भने, तिनीहरूले मलाई विष दिए। यो वाक्यले आज पनि इन्टरनेटमा बहस छेड्छ। स्ट्यानली मेयर एउटा पागल आविष्कारक थिए या एउटा यस्तो मान्छे जसले साँच्चै संसारलाई सित्तैमा ऊर्जा दिन चाहन्थे, यो त हामी कहिल्यै थाहा पाउँदैनौँ। तर उनको कथाले हामीलाई एउटा कुरा पक्कै सोच्न बाध्य बनाउँछ। के यो संसारमा साँच्चै नयाँ र क्रान्तिकारी परिवर्तनहरूलाई सहजै स्वीकार गरिन्छ त? तपाईलाई के लाग्छ, स्ट्यानली मेयरको वाटर कार साँच्चै काम गर्थ्यो या यो एउटा ठूलो भ्रम मात्र थियो? आफ्नो मनमा लागेको कुरा कमेन्टमा लेख्नुहोला। भिडियो मन पर्यो भने एउटा लाइक पक्कै गरिदिनुहोला। अर्को रोचक कथाका साथ फेरि भेटौँला।